जय मसी सबैजनालाई फेरि पनि तपाईहरुलाई धेरै दिनको बादमा एनके ब्लग जिबिएनमा स्वागत जनाउँदछु र आज विशेष एउटा सानो भिडियो गर्न गइरहेको छु किन भन्दाखेरि हाम्रो एबेनेजर मण्डलीमा चाहिँ आज एक दिने युथ सेवा भएको कारणले गर्दाखेरि हामी हिजोदेखि नै खड्दै आएका छौं र अहिले पनि बिहान अहिले मोटामोटी 5 बजे हामी अघि नै 4 साढे 4 तिर नै आएर हामी आफ्नो ड्युटीहरु हामीले गर्दैछौं र अहिले भने चाहिँ यहाँनिर चानाहरु उसिन्ने काम भइरहेको छ है। चाना मटर छ यहाँ उहाँ ट्रेजा बहिनी जय मसी उहाँ खोर्सानी पिस्न व्यस्त छ। यहाँ आलु पिस्दैछ है र रोटी पुरीको लागि चाहिँ पर हुँदैछ काम र आज हाम्रो डिपार्टमेन्ट चाहिँ यता छ हो र आज विभिन्न मण्डलीहरुबाट युथ सेवाकाईको लागि आउनु हुँदैछ र उहाँहरुलाई पनि एबेनेजर मण्डलीबाट हार्दिक स्वागत जनाउँदछौं। प्रभु येशूको नाममा सबैलाई जय मसी। अनि हुन्छ त हेर्दै गर्नुहोस् एनके ब्लग जिबिएन है भिडियोहरु आउँदैछ। यहाँ यता हिजो फ्राई गरेर राखेको मासुहरु चिकन पर्कहरु यता छ हो। माछा त कालो भएछ त खायो भने मिठै छ होला। यहाँ भाइहरुले यसरी मिलाइरहेको छ बेन्चीहरु। जय मसी दिपेश भाइ र यता यस्तो छ जय मसी। ल जय मसी काम जोडको हुँदैछ बिहान। यता आटा मुस्ने भाइहरु ल अझै आए जय मसी ल जय मसी। अब यहाँ आटाको लागि रेडी छ हाम्रो भाइहरु बलियो बलियो पाखुरा भएको भाइहरु। यता हाम्रो ज्वाइँ पनि आइपुग्नु भइसकेको छ र अब यहाँ हुँदैछ काम। ल यहाँ चाहिँ आलु छिल्नु हुँदैछ। आलु सबैजना दिदीबहिनीहरुलाई जय मसी। अहिले आउनु भएकाहरुलाई जय मसी। र अब यहाँ आलु दमको रेडी हुँदैछ र त्यहाँ पुरी रोटी पोल्ने दिदी बहिनीहरुलाई जय मसी। ल यता जय मसी भन्दिम न। अब यहाँ डो सबै रेडी छ। पुरीको आटाको डोहरु सबै रेडी। यहाँ चाहिँ आलुदम पकाइ हुँदैछ। दामी अब मिठो आलुदम हो बनाउँदैछु खाजाको लागि। यहाँ बहिनीहरुले आलु काटिसकेकै छैन। लु भनक काटौँ है। पुरी हुँदैछ। भन्ने नै म यसरी देखाइदिन्छु। लु यहाँ चाहिँ एकदम बहिनीहरूलाई यहाँ रोटी पोल्दैछ बेल्दैछ। मेरिका दिदीको भ्लग हौ। भ्लगर चेन्ज भएछ त अन्त भ्लगर त ट्रेजा हिँड अब हो गया आलु सुक्खा एकदम विदाउट टमाटर विदाउट प्याज खाली यति नै हो मसला। अन्ली मसला ओन्ली दिस पिरो सुक्खा खोर्सानी लसुन कालो जिरा यति मात्रै यसको आलुदम। ए के भयो लिट्या त गर्दै त फोन पक्रेर भयो। लु अब हाम्रो आलुदम चाहिँ यस्तो भइसकिसकेको छ। यहाँ चलाउनु नसकेर हाम्रो सुसन दाजुले चलाइदिनु हुँदैछ। मेरो हात दुखेर यस्तो भएको छ। कलर आउँदैछ याद गरिदिनुहोस् अन्त दामी। ए हौ लु अब चाहिँ एकछिन रोटीमा बस्दियो। तेरिका यहाँ पुरी हुँदैछ। रोटीमा बसेर अब चिया बनाइदिन्छ। खाजाको टाइम हुनु आँटेको छ। गरम भयो भेट्ने है आमा। भर्खर आलुदम बनाएर बसेको हात पुरा पुली पनि यहाँ हुँदैछ जोटको।
बल्य बल्य पाखुरा भएको मान्छेहरू यो चाहिँ मैले सेकेन्ड ट्रिप बनाएको आलु हो मिठो भएको छ हो यो चाहिँ छोला जय मेसी बडी ल सानो किचन पार्टी जय मेसी सबैजनालाई पिङ्की बहिनीलाई पनि जय मेसी के पाक्दैछ पाकिसक्यो खामठिम भयो यता पाहुनाहरूले खानु हुँदै रहेछ धन्यवाद छ गुरुजीको मृत्यु गणेशजीद्वारा प्रगत देखिने आफ्नै हातमा दिकन हाम्रो ठुलो परिवारमा त्यो अनेक बार अनुसार तपाईँ ल्याउनुभयो हामी धन्यवाद चाहन्छौँ यस प्रकार जसरी तपाईँको हुनुहुन्छ हामी धन्यवाद दिन्छौँ धन्यवाद छ तपाईँले हामीलाई पवित्र आत्माको साथ दिनुभएको छ यो विश्वास हामीले दिनुभएको छ टिचर दिनुभएको छ प्रेरित भविष्यवक्ताबाट शिक्षकबाट दिनुभएको छ यो चिन्ता गरेर हामीलाई धन्यवाद दिन्छौँ यो विचार मण्डलीहरूले अहिलेसम्म तपाईँले सहायता गर्नुभयो यहाँको सारीमुनिलाई पनि आज दिनुभएको छ आज 20 तारिकलाई धन्यवाद दिँदछौँ धन्यवाद छ प्रभु आजको दिन चाहिँ आफ्नो गोरखनी छोराछोरीलाई जवान छोराछोरीहरू गर्नुभयो वृद्धलाई मन्दिर जिम्मेवारीलाई सेवकहरूलाई धन्यवाद दिन्छौँ आफ्नो दासहरूलाई पनि ल्याउनुभएको छ आफ्नैबाट तयारी गरी यहाँ धन्यवाद चाहन्छौँ यसरी साथमा त आउन सक्यौँ नयाँ गीतहरू पनि भाइहरूलाई बहिनीले बनाउन सहायता गर्नुभयो हामी त्यसलाई धन्यवाद दिँदछौँ अब सेवाको सम्पूर्ण भाव
हेभी चाहिँ हेभी हेभी Who satisfies your mouth with good things, so that your youth is renewed like the eagles. 6. 7. He made known his ways to Moses, his acts to the children of Israel. 8. मिठो कति आज असल भनेको आज हामी त्यस कुरोपट्टि हामी लाग्न सक्छौँ यो आइडियाजहरू जो हामी पाउँछौँ यी दिनमा है युक्तिहरू जो पनि आज हामी देख्छौँ यस प्रकारको आज कुराहरू जो पनि हामी देख्छौँ आज हामीलाई खुसी लागेर त्यतातिर पो जाउँ कि भन्ने हुन्छ तर आज हामीलाई थाहा हुनुपर्छ यो चाहिँ आज शैतानको युक्ति हो यसको धूर्तता हो यसको धूर्तताबाट यसको धोकापनबाट आज हामीलाई के गर्नुपर्छ बाँच्नुपर्छ यो प्रकारको अवस्थाबाट भइकन आज हामीलाई के गर्नुपर्छ जान्नुपर्छ प्रभुले चाहन्छ कि आज हामी बलवान भइकन यसका शैतानका सबै युक्तिहरूको विरुद्धमा आज हामी के गर्छौँ खडा हामी रहन सकौँ अर्को कुरा यहाँ हामी पाउँछौँ 12 पद अनि 13 पदमा यहाँनिर एउटा कुरा गरिएको छ तिमीको कुराले सताइरहेको अन्त प्रभुलाई म प्रार्थना गर्ने गर्थेँ है अन्त प्रार्थना गर्ने अन्त त्यति बेला दादाले भन्दै गर्नुहुँदाखेरि मलाई त्यति बेला एकदम डर लाग्यो त्यति बेला है अन्त त्यति बेला मलाई अचानक दिमागमा मेरो एउटा प्रतिज्ञा पल्टाएर हेर्छु भन्ने भयो अन्त मैले प्रतिज्ञा पल्टाएर यति बेसी खुसी लाग्यो यति डरलाग्दो मलाई एउटा आनन्द आयो है अलिकति मलाई त्यो प्रतिज्ञा उत्पत्ति 28:15 आफै भन्नुपर्छ आफै भनेर शब्द हाल्नुपर्छ अन्त प्रभुले चाहिँ तिमीहरूले जे म तिमीहरूलाई जे भन्छु त्यो त तेरो लागि मैले पुरा गर्नेछु भनेर मेरो प्रतिज्ञा थियो है अन्त यति बेसी खुसी लाग्यो यति बेसी आनन्द भयो है अन्त त्यही कुरामा चाहिँ मलाई एउटा हृदय प्रभुले मलाई त्यस्तो प्रकारले हृदयलाई चाहिँ प्रभुले बनाइदिनु भयो है अन्त त्यही भन्दै गर्दाखेरि चाहिँ आज दिनको प्रतिज्ञा पनि मैले हेरेको थिएँ प्रभुले चाहिँ हामीलाई आशिष दिनुहुन्छ आशिषको विषयमा थियो है त्यो चाहिँ आशिष गर्नेछस् भनेर त्यो आशिषको विषयमा थियो यति बेसी आनन्द आयो त्यति बेला त्यो आनन्द चाहिँ अब प्रभुले मलाई दिनुभयो है यही आशिष मैले पाएँ बेसी सर्वप्रथम प्रभुमा भइकन प्रभु दासलाई धन्यवाद दुईवटा घामको विषयमा हामीलाई स्पष्टसँग बुझाइदिनु भयो अनि त्यसको अर्थ हामीले बुझ्न सक्यौँ अनि त्यसको भिन्नतालाई हामीले चाल पाउन सक्यौँ है विशेष गरी हामी हाम्रो बल चाहिँ के रहेछ जवानहरूको हाम्रो आफ्नो बलमा होइन रहेछ तर हाम्रो बल चाहिँ सहने शक्ति जुन कुरा चाहिँ हाम्रोमा हुँदैन है सहने शक्ति भन्ने कुरा चाहिँ हाम्रोमा हुँदैन हाम्रोमा विभिन्न प्रकारको ट्यालेन्ट विभिन्न प्रकारको इन्टेलेक्ट यस्तो कुराहरू हामी भरेको हुन्छौँ जुन कुरामा हामी चुकिरहेका हुन्छौँ अनि हिजो भर्खरै मात्रामा युथ सेवा आउनुको लागि नै कपडा प्रेस गर्दै थिएँ त्यति बेला बुवाले अचानक कुनै के भन्नुभयो मैले पनि उल्टा जवाब फर्काएँ त्यहाँदेखि सेवामा आउनु कस्तो अशान्ति लागिरहेको थियो अनि आउँदै मैले बाटोमा उहाँलाई सरी भने तर पनि एक प्रकारको भइरहेको थियो क्या अन्त पहिलो पत्रुस 2:22-23 पद पनि हामीले पढ्यौँ अनि उहाँले प्रभुदासले भनिरहनु भएको थियो प्रभुले गाली खाएर सट्टामा गाली दिनु भएन तर मैले सट्टामा गाली खाएर मलाई मुख फर्काएको कारणले गर्दाखेरि चाहिँ अब यो चाहिँ मेरो कमजोरीपना रहेछ एउटा स्यामसन एउटा अर्कै घामको पना है तर म आउनुपर्ने हामी आउनुपर्ने चाहिँ प्रभु यीशु ख्रीष्ट उहाँ जस्तो हुनुपर्ने रहेछ थ्याङ्क यू यति नै मैले यसो हेरेपछि त हेर्दै म खोपिहाल्छ अझै कोही हुनुहुन्छ प्रोग्रामलाई आशिष दिएको हामी अब भेटीको निम्ति
मिठाई थाहा पाएन नि ला यसको टाउकै झर्यो त्यहाँ पछाडि थप्ने जग्गामा हामी अझै पनि खाली दिँदैछौँ तपाईँहरू दया गरेर त्यहाँनिर थपिकन मजाले बसेर खाएर मात्रै गइदिनुहोस् होला अनि आमा दिदीबहिनीहरूको लाइन अलिक लामो देख्दैछु तपाईँहरू प्रदर्शनपट्टि जान सक्नुहुन्छ अलिक कम्ती छ त्यहाँनिर लाइन तपाईँहरू त्यतापट्टि पनि जान सक्नुहुन्छ मिठाई मिठाई यता यता चिप्स खाँदैन अलिकति त्यो खाना पाउने जग्गामा डिस्ट्रिब्युसनमा तपाईँहरूले अलिकति सघाइदिनुहोस् होला ताकि लाइन अलिकति गर्दै जानेछ तपाईँहरूले सहायता पुऱ्याउनु भने लाइन छिटो स्मुथली घट्नेछ तपाईँहरूले प्लेटहरूको प्रबन्ध बहिनी माछा खाने खाँदैन ए बहिनी खान्छ मिठाई छ एक डब्बा छ मुनि सिस्टर्सहरु चाहिँ सक्यो कि क्या हो हाम्रो लाइनको उता ब्रदर्सहरु चाहिँ उता ढिलो भएर यता आउनु हुँदैछ खाना खानु अहिले चाहिँ सबै सेवाहरू सक्यो खानापिना पनि खाएर सबैजना आक्सिनिक पारेर चाहिँ बसिरहेको छु मैले हामी थाकेर हत्तु भएर हो अन्त अरू अब ठुल्ठुलो भाँडा मोल्नेहरू पर दाजुभाइहरूले अझै पनि भाँडा मोल्दैछ हामी चाहिँ बडाल कुराल सबै सफा गरेर ढाड दुखेर हत्तु भयो अन्त अहिले हामी गफ गर्दै यता हाम्रो
ए आन्टी यता हेरिदिनुहोस् न अन्त जयमसी भन्नु न राम्रो भयो यता हाम्रो जिनु कालिम्पोङबाट आएको होइन अघि बिहान कालिम्पोङको गुरबथानकै हो गुरबथान अरिजिन त गुरबथान हो अब अहिले चाहिँ कालिम्पोङको भएको छ फिलहाल चाहिँ कालिम्पोङको भएको छ होइन जे होस् आजको युथ चाहिँ राम्रो भयो होइन राम्रो भयो आशिषित भएको जस्तो लाग्यो मलाई पनि अभियसली हुन्छ प्रभुको सेवा हो आशिषितै हुन्छ सो अब यति नै थियो तपाईँले हेर्नुभयो है मेरो भिडियो तपाईँहरूले इन्जोय गर्नुभयो होला अनि फेरि पनि अर्को नेक्स्ट ब्लगमा फेरि पनि तपाईँहरूसँग चाँडै भेट्ने छु भन्दै आजको ब्लगलाई यहीँ एन्ड गर्दछु सबैलाई जय मसी टाटा बाई बाई